नमस्कार। हाम्रो राशिफलमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दै 2083 साल भाद्र महिनाको 12 गते शुक्रबारको राशिफल प्रस्तुत गर्दैछु। तपाईँ ध्यानपूर्वक सुन्नुहोला, हेर्नुहोला र आफ्नो व्यवहारमा लागू गर्नुहोला। सर्वप्रथम यहाँहरू सम्पूर्णलाई जनै पूर्णिमा, रक्षाबन्धन, ऋषि तर्पणीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र आजको राशिफल प्रस्तुत गर्न गइरहेको छु। राशिफलको सुरुमा मेष राशि हुने व्यक्तिहरूका लागि आज लामो समयदेखि रोकिएको धन फिर्ता आउने सम्भावना रहनेछ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। आजको लगानीले भविष्यमा राम्रो प्रतिफल दिनेछ। घरका ज्येष्ठ सदस्यहरूको आशीर्वादले तपाईँको आत्मबल बढाउनेछ। शारीरिक व्यायाम र योग अभ्यासमा मन जानेछ। बाहिरी खानपानमा अलि सतर्क हुनु आवश्यक छ। मानसिक रूपमा पनि शान्तिको अनुभूति हुनेछ। प्रेम सम्बन्धमा नयाँपन र रोमान्सको अवसर आज रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि हुने व्यक्तिहरूका लागि आज अनावश्यक खर्च बढ्न सक्ने ग्रहयोग रहेको छ। आर्थिक मामिलामा केही सोच विचार गरेर मात्रै कदम चाल्नुहोला। पारिवारिक वातावरणमा केही सामान्य उतार चढाव आउन सक्नेछ, सचेत हुनुहोला। चुनौतीहरूलाई अवसरमा बदल्ने दिन रहेको छ। शत्रुहरू आफै पछि हट्नेछन्। तपाईँको कार्यशैलीको सबैतिर प्रशंसा हुनेछ। कडा परिश्रमले तपाईँले आफ्नो लक्ष्य हासिल गर्न सक्नुहुनेछ। स्वास्थ्यमा अलि बढी ध्यान दिन आवश्यक छ। प्रेम सम्बन्धमा विश्वासको वातावरण बनाइराख्न आवश्यक रहेको छ। अब तेस्रो राशि मिथुन राशि हुने व्यक्तिहरूका लागि आज घर परिवारमा खुसीको खबर सुन्न पाउनुहुनेछ। मित्रवर्गबाट पनि भरपूर सहयोग र साथ पाइनेछ। अपरिचित व्यक्तिको सल्लाहले फाइदा पुग्न सक्छ। मानसिक रूपमा शान्तिको अनुभूति हुनेछ। शारीरिक रूपमा पनि सक्रिय महसुस गर्नुहुनेछ। नियमित व्यायामलाई निरन्तरता दिँदै निकै राम्रो हुनेछ। प्रेम जीवनमा मधुरता छाउनेछ। विद्यार्थीहरूका लागि नयाँ विषयको अध्ययन सुरु गर्न अनुकूल समय रहेको छ। रचनात्मक काममा संलग्न हुनाले मानसिक तनाव कम हुनेछ। प्रियजनसँगको यात्रा निकै रमाइलो हुनेछ। उपलब्धिमूलक पनि हुनेछ। अब चौथो राशि कर्कट राशि हुने व्यक्तिहरूका लागि आज घर जग्गाको कारोबारीले सचेतना अपनाउनु पर्ने दिन रहेको छ। घरभित्रको वातावरणलाई सौहार्दपूर्ण बनाउन प्रयास गर्दा राम्रो हुनेछ। पेट सम्बन्धी समस्याले सताउन सक्ने भएकाले सतर्क हुन आवश्यक छ। प्रेममा पनि केही दूरी बढ्न सक्छ। विद्यार्थीका लागि ध्यान केन्द्रित गर्न केही कठिनाइ हुनेछ। आज हतारमा कुनै पनि निर्णय नगर्नुहोला। धैर्यताका साथमा गरिएको कामले मात्र दीर्घकालीन फल दिनेछ। अनावश्यक विलासिताका वस्तुमा खर्च बढ्ने हुनाले बजेट बिग्रिन नदिनुहोला। आर्थिक सङ्कट टार्न मितव्ययी अपनाउन आवश्यक छ। आज आफन्तसँग भेटघाट भने अवश्य हुनेछ। अब पाँचौं राशि सिंह राशि हुने व्यक्तिहरूका लागि आज बोलीमा नियन्त्रण हुँदा प्रियजनसँगको सम्बन्ध बिग्रन सक्नेछ। दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा पनि तपाईँ सजग रहनु पर्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। प्रेम सम्बन्धमा केही चिसोपन आउन सक्ने देखिएको छ। जीवनसाथीको भावना बुझ्न प्रयास गर्दा राम्रो हुनेछ। आजको दिन सौहार्दपूर्ण रहे पनि कडा मेहनतले नतिजा सुधार गर्न सक्नुहुनेछ। धार्मिक यात्राको योजना बन्न सक्छ। आफन्तसँगको भेटघाटले तपाईँको मन प्रफुल्लित हुनेछ। अब छैटौं राशि कन्या राशि हुने व्यक्तिहरूका लागि आज घरमा माङ्गलिक कार्यको चर्चा हुनेछ। सन्तानको प्रगतिले मनमा खुसियाली छाउनेछ। तपाईँको पनि सामाजिक प्रतिष्ठा बढ्नेछ। पुरानो रोगबाट केही राहत मिल्ने देखिन्छ। आफ्नो दैनिक कार्यमा केही रचनात्मक काम थप्दा राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुने देखिएको छ। जीवनसाथीको सहयोगले कार्यक्षेत्रमा पनि सफलता मिल्नेछ। विद्यार्थीका लागि आजको दिन निकै फलदायी रहनेछ। विदेश यात्राको योजनामा हुनुहुन्छ भने प्रक्रिया अगाडि बढाउँदा निकै राम्रो हुनेछ। अब सातौं राशि तुला राशि हुने व्यक्तिहरूका लागि आज दैनिक खर्चमा वृद्धि हुनेछ। पारिवारिक सम्बन्धमा केही तनाव बढ्न सक्छ। आफन्तसँगको व्यवहारमा सजग रहनुहोला। मानसिक रूपमा केही चिन्ताले सताउन सक्छ। स्वास्थ्यमा पनि सामान्य समस्या देखिनेछ। प्रेम जीवनमा भने नयाँपन महसुस हुने देखिएको छ। विद्यार्थीका लागि कडा परिश्रमले मात्र नतिजा प्राप्त हुनेछ। कला सङ्गीतमा रुचि बढ्नेछ भने तपाईँलाई मानसिक तनावबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा केही नयाँ अवसर आउने दिन पनि आज रहेको छ। अब आठौं राशि वृश्चिक राशि हुने व्यक्तिहरूका लागि आज स्वास्थ्य निकै राम्रो रहनेछ। दाजुभाइ र दिदीबहिनीबाट विशेष सहयोग प्राप्त हुनेछ। राजनीति तथा समाजसेवामा तपाईँको लोकप्रियता बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुन पाइनेछ। खेलकुद र व्यायाममा रुचि बढ्नेछ भने प्रेम जीवन निकै रमाइलो रहनेछ। नयाँ साथीहरू थपिनेछन् भने सामूहिक कार्यमा सफलता मिल्ने योग रहेको छ। नयाँ कार्यको सुरुवात गर्न आजको दिन निकै शुभ रहेको छ। आर्थिक लाभको योग पनि रहेको छ। व्यापारमा उल्लेखनीय प्रगति हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि हुने व्यक्तिहरूका लागि आज घरमा सानातिना कुराले मनमा चिन्ता बढाउनेछ। सन्तानको व्यवहारमा सुधार ल्याउन अलि बढी ध्यान दिनुहोला। प्रेम सम्बन्धमा सामान्य उतार चढाव आउनेछ। सतर्क हुन आवश्यक छ। विद्यार्थीका लागि पनि मेहनतको आवश्यकता रहेको छ। वैदेशिक अध्ययनका लागि केही समय धैर्य हुन आवश्यक छ। आर्थिक रूपमा खर्चको मात्रा बढ्न सक्नेछ। पारिवारिक वातावरण सामान्य रहनेछ। तर धार्मिक यात्रा घरमा शुभ कार्य गर्दा निकै राम्रो हुनेछ।
अब 10औं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज वैदेशिक व्यापारमा लागेका व्यक्तिहरूले विशेष लाभ पाउनेछन्। दाम्पत्य जीवनमा आपसी समझदारी र प्रेम बढ्नेछ। घरमा कुनै उत्सव तथा पाहुनाको आगमनले खुसियाली छाउनेछ। मानसिक रूपमा निकै सन्तुष्टि अनुभूति हुनेछ। विद्यार्थीका लागि आजको दिन विशेष रहनेछ। कडा मेहनतको उचित फल प्राप्त हुनेछ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। यात्रा गर्दा खानपानमा निकै सावधानी अपनाउनुहोला, तर ऋण र नगद सापटी दिने काम आज नगर्दा नै राम्रो हुनेछ। अब 11औं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज पारिवारिक जीवनमा सुख र शान्ति छाउनेछ। घरका साना सदस्यहरूको प्रगतिले तपाईँको मन हर्षित हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ भने कुनै महत्त्वपूर्ण निर्णयमा परिवारको पूर्ण साथ र समर्थन मिल्नेछ। स्वास्थ्य निकै सबल रहनेछ। प्रेम जीवनमा रोमान्स र सामिप्यता बढ्नेछ। विद्यार्थीका लागि आजको दिन निकै उपलब्धिमूलक रहनेछ। शत्रुहरू परास्त हुने दिन रहेको छ। कार्यक्षेत्रमा तपाईँको क्षमता र कार्यकुशलताको चर्चा हुनेछ। व्यावसायिक प्रतिस्पर्धामा तपाईँको जित सुनिश्चित हुने देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज सन्तान तथा विद्यार्थी पक्षबाट सुखद समाचार प्राप्त हुनेछ। मनमा प्रसन्नता र शरीरमा स्फूर्ति बढ्नेछ। प्रेम सम्बन्धमा नयाँ आयाम थपिनेछ। मन मिल्ने साथीसँग गहिरो कुराकानी गर्ने अवसर मिल्नेछ। विद्यार्थीका लागि अध्ययनमा एकाग्रता बढ्नेछ। नयाँ शैक्षिक उपलब्धि हात लाग्नेछ। कार्यक्षेत्रमा तपाईँको नयाँ सोचले निकै राम्रो प्रगति गर्नेछ। सेयर बजारमा गरिएको लगानीले राम्रो नतिजा दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारीसँग अब लागौँ आजको साइज विशेष गरी यात्राका लागि महत्त्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछन्। त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व पश्चिम र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला, सखर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:34 7 बजेर 12 मिनटसम्म चर बेला रहनेछ। बिहानमा 7 बजेर 12 मिनटदेखि 8 बजेर 51 मिनटसम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 8 बजेर 51 मिनटदेखि 10 बजेर 29 मिनटसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्त्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10 बजेर 29 मिनटदेखि मध्याहमा 12 बजेर 8 मिनटसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12 बजेर 8 मिनटदेखि दिनमा 1 बजेर 46 मिनटसम्म शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। दिनमा 1 बजेर 46 मिनटदेखि 3 बजेर 25 मिनटसम्म रोग बेला रहनेछ। दिनमा 3 बजेर 25 मिनटदेखि 5 बजेर 3 मिनटसम्म उद्योग बेला रहनेछ। दिनमा 5 बजेर 3 मिनटदेखि साँझमा 6 बजेर 41 मिनटसम्मको समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौँ। साँझमा 6 बजेर 41 मिनटदेखि 8 बजेर 3 मिनटसम्म लाभ बेला रहनेछ। साँझमा 8 बजेर 3 मिनटदेखि 9 बजेर 25 मिनटसम्म अमृत बेला रहनेछ। राति 9 बजेर 25 मिनटदेखि 10 बजेर 46 मिनटसम्म काली बेला रहनेछ। राति 10 बजेर 40 मिनटदेखि 12 बजेसम्म शुभ बेला रहनेछ। राति 12 बजेदेखि 1 बजेर 30 मिनटसम्म रोग बेला रहनेछ। राति 1 बजेर 30 मिनटदेखि 2 बजेर 51 मिनटसम्म उद्योग बेला रहनेछ। राति 2 बजेर 51 मिनटदेखि 4 बजेर 13 मिनटसम्म चर बेला रहनेछ भने राति 4 बजेर 13 मिनटदेखि भोलि बिहानमा 5 बजेर 34 मिनटसम्मको समय फेरि लाभ बेला रहनेछ। यसमा चरभन्दा शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय बिहानमा 10 बजेर 30 मिनटदेखि मध्याहमा 12 बजेसम्मको समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा, लेनदेन, ठुलो लगानी, नयाँ निर्णय, महत्त्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।